कान्ति अस्पतालमा लगेर भर्ना गरिसकेका छौँ र 2 जना साथीहरूलाई गोली प्रहार भएर आज काठमाडौँमा गोली चल्यो, घरमा आगजनी भयो, भाटबटेनीमा लुटपाट भयो, आन्दोलनकारी र प्रहरी बीच झडप भयो। तर राजावादी आन्दोलनकारीका मुख्य कमान्डर दुर्गा परसाई चाहिँ काठमाडौँको मोमो पसलमा सटर बन्द गरी लुकेर बसे। हेर्दा हेर्दै काठमाडौँको आज 3 कुने र कोटेश्वर क्षेत्र रणभूमि बनेको छ। दुर्गा परसाईको राजावादी समूहले यति बेला काठमाडौँलाई तहस नहस पारेका छन्। 2700 नेपाल पुलिसलाई खटाएका केपी ओलीले यति बेला काठमाडौँको सुरक्षा गर्न सकेका छैनन्। आज काठमाडौँमा के भयो भनेर हामी तपाईहरुलाई A to Z जानकारी दिनेछौँ। त्यसैले भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गरी अन्तिमसम्म हेर्दै गर्नुहोला। आज भएको काठमाडौँको आन्दोलनमा प्रहरी र दुर्गा परसाई राजावादीको समूहबीच झडप हुँदा सयौंको संख्यामा नेपाली जनता घाइते भएका छन्। कतिलाई गोली लागेको छ भने यो क्षेत्रका कयौं घरमा आगजनी भएको छ। कतिपय घरहरूमा आन्दोलनकारीले ढुङ्गा मुढा प्रहार गरेका छन् र यता कान्तिपुर मिडिया हाउस र अन्नपूर्ण मिडिया हाउसमा तोडफोड हुनुका साथै आगजनीको प्रयास भएको छ। अनि नेकपा एमालेको कार्यालयलाई तोडफोड गर्दै आगजनी पनि गरेका छन्। यस्तै राजावादी आन्दोलनकारीले काठमाडौँमा भएका सरकारी गाडीलाई आगजनी गरेका छन् भने यस्तै भाटबटेनी सुपरमार्केटमा आगजनीका साथै लुटपाट पनि गरेका छन्। अनि प्रहरीले असुर ग्यास र हवाई फायर गरेपछि यति बेला दुर्गा परसाई भने मोमो पसलमा लुकेर बसेका थिए। आन्दोलनकारीका मुख्य कमान्डर रहेका दुर्गा परसाई भने मोमो पसलमा लुकेर सुटुक्क आफ्ना बडीगार्डहरूको स्कटिङमा सुरक्षित स्थानमा गएर अझै फेसबुकबाट आन्दोलनलाई चर्काइरहेका थिए। आखिर हाम्रो देशमा गणतन्त्र आए पनि राजतन्त्र आए पनि हुने यही हो। हिजो पनि जनयुद्धमा कमान्डरहरू लुकेर बसे, भागेर गए, आज पनि त्यही भयो। हो, वास्तवमा दुःख पाउने भनेको गरिब तपाई हामी जस्ता जनताले मात्रै हो। त्यसैले हामीले सडकमा गएर टाउको फुटाउनु भन्दा आगामी दिनहरूमा कसरी राम्रो गर्न सकिन्छ त्यसबारेमा सोच्ने हो। यसबारेमा तपाईहरुको प्रतिक्रिया के छ तल कमेन्टमा लेख्नु होला। साथै भिडियोलाई लाइक गर्दै च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिन सक्नुहुनेछ। अहिलेलाई भिडियोमा यति नै। अब हामी तपाईहरुलाई थप जानकारी अर्को भिडियोमा दिनेछौँ।